हिजोको दिनमा चुपचाप घन्टी छाप भन्दै गर्दाखेरि हाम्रो पनि टिमबाट उठ्नु भएको थियो होइन। एकचोटिलाई चाहिँ यो सरकारलाई चाहिँ अहिलेको सरकार युवा हुनुहुन्छ, हाम्रो केही हेर्नुहुन्छ भनेर हामी चाहिँ भोकै चाहिँ रगतका धारा पीडित हुँदाखेरि बगाएर गएर भोट दिने, अहिले हाम्रो कुरा नसुन्नेको कारणले गर्दा म अहिलेको सरकारलाई नि भन्न चाहन्छु, यदि लघुवित्त पीडित महिला यसै हुनुहुन्छ, महिलाले जन्माएको छोरीलाई पनि अहिलेको सरकारले म साँच्चै भन्न पर्दाखेरि चाहिँ अहिलेको अहिले हामीले जन्माएर हामीले हुर्काई बढाइ गरेको छोरीको हक र अधिकार खोज्न चाहनु भएको छ अहिलेको सरकारले। किनकि उहाँ युवा भएको कारणले गर्दाखेरि युवामा पनि यति धेरै नैतिकता हुँदो रहेछ। त्यो लघुवित्तले कतिसम्म ज्याज्यात गरेको छ नेपाल सरकारले बुझ्नु पर्दैन। देशमा चाहिँ बाँच्ने अधिकार छैन, बाँच्न अधिकारको लागि लड्न पाइँदैन भने, यदि महिलाले अधिकार पाउँदैन भने यो देशको नागरिक होइन भने हामीलाई स्वयं म केन्द्रीय अध्यक्षदेखिबाट भन्न चाहन्छु, भोलिदेखि नै हामीलाई पक्राउ गरियोस्। यदि पक्राउ गर्न सकिएन भने छानबिन तुरुन्त हुनु पर्यो। ऋण खाएका हौँ तिर्छौँ, तर हामीले अन्यायपूर्ण लिएको ऋणको छानबिन गरियोस्। मैले तिर्न सक्ने हो भने मेरो श्रीमान साउदीमा बस्नु भएको आज 5 वर्ष भयो, म 1 रुपियाँ ऋण तिर्न सकिएको छैन। अहिले लघुवित्तलाई विद्रोह गर्दै आउँदा छोरीलाई पढाएँ, अब मेरो छोरी विदेश जान नपाउने अरे के मेरो छोरीको बाँच्ने अधिकार छैन? मेरो छोरीले तिरेर कमाएर तिर्ने त उसले भनेर जाँदै खोज्दाखेरि लघुवित्तले ब्ल्याक लिस्टमा हाल्ने। जस्तो 50,000 रुपियाँ ऋण लिँदै गर्दा 15,000 रुपियाँ काटेर 35,000 रुपियाँ ऋण दिन प्रवाह गर्ने, 50,000 ऋणको असुल गर्ने, त्यस्तै गर्दा गर्दा 50,000देखि 5 लाख रुपियाँ ऋण प्रवाह गर्ने, 5 लाख रुपियाँ ऋण लिँदाखेरि 1.5 लाखभन्दा बेसी काटिदिने। त्यही ऋणलाई 50,000 काटिएर र 1.5 लाखसम्म काटिएका ऋणको पनि साउको ब्याजको स्याज लगाइएर चाहिँ ब्याजलाई पनि किस्तामा जोडेर चाहिँ त्यही ब्याजलाई पनि हामीले साउ बनाएर ब्याज तिर्ने कहिलेसम्म? देशमा चाहिँ बाँच्ने अधिकार छैन, बाँच्न अधिकारको लागि लड्न पाइँदैन भने, यदि महिलाले अधिकार पाउँदैन भने यो देशको नागरिक होइन भने हामीलाई स्वयं म केन्द्रीय अध्यक्षदेखिबाट भन्न चाहन्छु, भोलिदेखि नै हामीलाई पक्राउ गरियोस्। यदि पक्राउ गर्न सकिएन भने छानबिन तुरुन्त हुनु पर्यो। हामीले पनि बाँच्ने अधिकार पाउनु पर्यो। यदि नेपाल सरकारले सक्दैन भने, अधिकारको लागि लड्न पाइँदैन भने कुन देशको नागरिक हो? त्यो देशको नागरिक हो, तपाईँ त्यहाँ गएर लड्नुहोस्, तपाईँको अधिकार त्यहाँ खोज्नुहोस् भनिदियोस्। यदि होइन भने हामीले खाएको ऋणलाई पनि तिर्न सक्दैनौँ भनेर आएका होइनौँ। बिचौलियाले चाहिँ खाएको ऋण तिर्नु पर्दैन भनेर चाहिँ विभिन्न चाहिँ हल्ला मचाइदिनुहुन्छ, विभिन्न अर्को लाचना लगाइदिनुहुन्छ। ऋण खाएका हौँ तिर्छौँ, तर हामीले अन्यायपूर्ण लिएको ऋणको छानबिन गरियोस्। जस्तो 50,000 रुपियाँ ऋण लिँदै गर्दा 15,000 रुपियाँ काटेर 35,000 रुपियाँ ऋण दिन प्रवाह गर्ने, 50,000 ऋणको असुल गर्ने, त्यस्तै गर्दा गर्दा 50,000देखि 5 लाख रुपियाँ ऋण प्रवाह गर्ने, 5 लाख रुपियाँ ऋण लिँदाखेरि 1.5 लाखभन्दा बेसी काटिदिने। त्यही ऋणलाई 50,000 काटिएर र 1.5 लाखसम्म काटिएका ऋणको पनि साउको ब्याजको स्याज लगाइएर चाहिँ ब्याजलाई पनि किस्तामा जोडेर चाहिँ त्यही ब्याजलाई पनि हामीले साउ बनाएर ब्याज तिर्ने कहिलेसम्म? के बाँच्न पाइँदैन? अधिकारको लागि लडेका हौँ हामी, अधिकारको लागि चाहिँ रोडमा सुतेका छौँ। म आफ्नै घटना भन्न चाहन्छु। मैले यो ऋण तिर्ने हो भने, मैले तिर्न सक्ने हो भने मेरो श्रीमान साउदीमा बस्नु भएको आज 5 वर्ष भयो, म 1 रुपियाँ ऋण तिर्न सकिएको छैन। बल्ल मेरो आफ्नै छोरीलाई मैले तपाईँको 11 र 12 पढाउनखेरि बल्ल मैले लघुवित्तको ऋण तिर्न नसक्दाखेरि 11 र 12लाई मैले पढाउन सकेँ। अब 11 र 12 पढाएँ, तर मेरो छोरी बाहिर जान नपाउने अरे, म ब्ल्याक लिस्टमा अरे, मैले तिर्छु भन्दा पनि नपाउने। हिजोको दिनमा छोरीलाई 8 र 9, 10 पढाउन नसकेर, फी तिर्न नसकेर नपढाउने। अहिले लघुवित्तलाई विद्रोह गर्दै आउँदा छोरीलाई पढाएँ, अब मेरो छोरी विदेश जान नपाउने अरे के मेरो छोरीको बाँच्ने अधिकार छैन? मेरो छोरीले तिरेर कमाएर तिर्ने त उसले भनेर जाँदै खोज्दाखेरि लघुवित्तले ब्ल्याक लिस्टमा हाल्ने। त्यो लघुवित्तले कतिसम्म ज्याज्यात गरेको छ नेपाल सरकारले बुझ्नु पर्दैन? नेपाल सरकारले तातिनु पर्दैन? हिजोको दिनमा चुपचाप घन्टी छाप भन्दै गर्दाखेरि हाम्रो पनि
टिमबाट उठ्नु भएको थियो होइन। एकचोटिलाई चाहिँ यो सरकारलाई चाहिँ अहिलेको सरकार युवा हुनुहुन्छ, हाम्रो केही हेर्नुहुन्छ भनेर हामी चाहिँ भोकै चाहिँ रगतका धारा पीडित हुँदाखेरि बगाएर गएर भोट दिने, अहिले हाम्रो कुरा नसुन्नेको कारणले गर्दा म अहिलेको सरकारलाई नि भन्न चाहन्छु, यदि लघुवित्त पीडित महिला यसै हुनुहुन्छ, महिलाले जन्माएको छोरीलाई पनि अहिलेको सरकारले, म साँच्चीकै भन्न पर्दाखेरि चाहिँ अहिलेको अहिले हामीले जन्माएर हामीले हुर्काइ बढाइ गरेको छोरीको हक र अधिकार खोज्न चाहनु भएको छ अहिलेको सरकारले। किनकि उहाँ युवा भएको कारणले गर्दाखेरि युवामा पनि यति धेरै नैतिकता हुँदो रहेछ। मेरो छोरीको लागि मैले कति ठाउँमा मैले ट्राई गरिसकेँ, तर म ब्ल्याक लिस्टमा छु, तेरो छोरी जान पाउँदैन भन्छ। नेपाल सरकारको दायित्व यही नै हो, नेपाल सरकारले चुनेको यही नै हो। 14 दिनको सुत्केरीलाई लगेर जेल हाल्ने, एउटा के अरे तपाईँको छानबिन समिति आयोग बनाउनै नसक्ने हो भने सरकार कसको लागि, सरकार चुनेको कसको लागि? यही देशको नागरिकता त हो नि, हामी नागरिक हौँ, तर हामी आफ्नो हक र अधिकार दिन चाहनुहुन्न अहिलेको सरकारले पनि। छानबिन गरियोस् चाँडोभन्दा चाँडो, होइन भने हामी नेपाल सरकारलाई के भन्न चाहन्छु भने अब पीडित महिला मात्र होइन, पीडित महिलाले जन्माएका सन्तान पनि पीडामा पर्यो। अब विद्रोह गर्न साँच्चीकै निस्किन पर्यो भने 6 महिनाको बालक पनि लिएर माइतीघर मण्डलामा अनसन बस्नै दिन आयो। सुरु त साँच्चै भन्नुपर्दा म नै गर्छु होला, म आफै अनसनमा बस्छु होला, किनकि मैले लघुवित्त पीडित भएर मैले मेरो छोरीको अहिलेसम्म मैले फी तिर्न नसकेको कारणले गर्दा बल्ल मैले 11 र 12 पढाउँछु, मेरो छोरी विदेश पठाएर म लोन तिर्छु भन्दाखेरि मैले त्यो वातावरण सिर्जना पाइन यो देशमा बसेर। म नागरिक होइन रहेछु, म अनागरिक रहेछु यो देशको। त्यही मैले अहिले कतिपय दिदीबहिनीहरूले भन्नुहुन्छ मलाई ब्ल्याक लिस्टमा राखिएको छ म्याम, म के गर्नु? ल न म्याडम, ल न दिदी भन्नुहुन्छ। म एकजना मात्र होइन, सायद काभ्रे जिल्लामा अहिले 400-500 जना महिला ब्ल्याक लिस्टमा हुनुहुन्छ। ब्ल्याक लिस्टमा हुँदै गर्दा हिजो चुनावमा चाहिँ त्यही ब्ल्याक लिस्टमा भएका महिलाले चाहिँ भोट हाल्न हुने, अब हक र अधिकार खोज्न चाहिँ नपाउने। हामी चाहिँ कहाँको नागरिक हो त? के हामी यतिकै मर्ने? हामीले अहिलेसम्म 5 वर्षसम्म कहिले बाटोमा सुत्यौँ, कहिले सिफल चौर, कहिले त भण्डारखाल सुत्दै आउँदा पनि अहिलेको सरकारले त साँच्चीकै भन्नुपर्दा लघुवित्तको विषयमा यति बोलेको नदेख्दाखेरि यो मन दुख्छ क्या, यो मन दुख्छ। साँच्चीकै गर्न सक्ने यो आमाको मन हो कि हामी महिला हो? यदि गर्नलाई चाहेको हो भने जेनजी आन्दोलनको जस्तो आन्दोलन हामीले गर्न सक्थ्यौँ। हामी शान्तिपूर्ण आन्दोलन गरेको कारणले गर्दा हामीले न्याय पाएका छैनौँ। अब गर्न पर्यो भने जेनजी जुन हामीले जन्माएका छोराछोरीले गर्नुभएको थियो त्यो आन्दोलन अब हामी सुरुवात गर्नुपर्छ। सर्वोच्च अदालतले पीडितको पक्षमा के अध्यादेश झिक्यो भन्ने कुरामा म कुरा गर्न चाहेँ। यदि लघुवित्त पीडितलाई नै मात्र तल्याउने हो भने, लघुवित्त पीडितलाई मात्र नङ्ग्याउने हो भने सम्पूर्ण जनतालाई नै नङ्ग्याउन चाहनु भएको हो कि अहिलेको सरकारले भन्न चाहन्छु। र लघुवित्त संस्थाले लोन दिँदै गर्दाखेरि सरकारले किन अहिलेसम्म बुझ्नुहुन्न भन्ने मैले सरकारलाई म क्वेसन गर्न चाहन्छु। लघुवित्त संस्थाले एकजना महिलालाई सामूहिक ऋण दिँदै गर्दाखेरि 5 जनाको टिम बनाइन्छ। त्यो 5 जनाको टिममा हुँदाखेरि 3 जनाले 5-5 लाख रुपियाँ लोन ऋण प्रवाह गर्दै गर्दाखेरि 2 जनाले 50,000 रुपियाँ ऋण लिन्छ भने त्यो 50,000 लोन लिने पीडित दिदीबहिनीलाई पनि सामूहिक धितो राख्नुहुन्छ। उसलाई सक्छ भने 5 लाख रुपियाँ ऋण लिँदै गरेको महिलालाई मात्र धितो कारोबार गर्दाखेरि उहाँलाई ब्ल्याक लिस्टमा राखे हुन्थ्यो नि त। त्यो 50,000 ऋण लिने महिलालाई पनि अहिले चाहिँ तपाईँले पनि यही दिदीबहिनीको सामूहिक जमानी बस्नु भएको कारणले गर्दा त्यो दिदीबहिनीलाई पनि ब्ल्याक लिस्टमा राख्ने र धम्की दिने अहिलेका लघुवित्तका कर्मचारीहरूको यो धेरै जयजाति भइरहेको छ। अहिले तपाईँले मैले काभ्रे जिल्लाको घटना भन्नै पर्दाखेरि म थोरै समय लिन चाहन्छु। लघुवित्त संस्थाले चाहिँ गैर कानुनी काम गरिएको छ भन्दै गर्दाखेरि पनि यो लघुवित्त संस्थालाई चाहिँ छानबिन गर्न पर्यो नेपाल सरकार भनेर जाँदाखेरि पनि त्यो लघुवित्तको संस्थालाई चाहिँ छानबिन नगरिएको कारणले गर्दा
गएको साता भदौ 11 गतेको दिन छानबिन पनि नगरिदिएर र त्यो संस्थाको चाहिँ के छ त भनेर नदिनु भएको कारणले गर्दा मैले त्यो संस्थाबाट चाहिँ केही कागजपत्र लिएर आएर चाहिँ अन्त हाम्रो स्थानीय सरकारमा बुझाउँदै गर्दा म लगायत चाहिँ हाम्रो 13 जनाको टिम हिरासतमा बस्न परेको थियो। त्यो हिरासतमा बस्दै गर्दाखेरि सबैजना दिदीबहिनी पीडित हुनुहुन्थ्यो। त्यो 13 जनामा चाहिँ तपाईको 14 देखि 18 दिनको सुत्केरी पनि 14 दिन हिरासत काट्नु परेको थियो। कि हामीले ऋण खाएको हो, ऋण तिर्दैनौँ भनेर हामी आएका होइनौँ, तर यसको छानबिन त गर्नु पर्यो भन्दा पनि कि पीडितलाई नै यदि जेल हाल्ने हो भने काभ्रे जिल्लामा स्वयं म आफै पनि हिरासतमा बस्न तयार छु, म पनि मेरो दिदीबहिनी सँगसँगै चाहिँ भन्ने भनाइ राख्दै म यस कार्यक्रमबाट ओझेल पर्छु। हस्, धन्यवाद।